हे एभ्रिवान वेलकम ब्याक इट्स मी सचिन श्रेष्ठ म तपाईहरुको साथमा नयाँ रियाक्सन भिडियो लिएर म आइसकेको छु एन्ड गाइज बजारमा पूर्ण राई एन्ड दाजुभाइहरुको गीत आइसकेछ है मायामा म यो गीत हेर्नको लागि एकदमै धेरै एक्साइटमेन्ट थिए किनभने यो गीतमा समर्पण लामाले भिजुअलाइज गर्दै हुनुहुन्छ आई मिन मोडलिङ गर्दै हुनुहुन्छ क्यारेक्टर निभाउँदै हुनुहुन्छ जे सिक्यो होस् हैन एन्ड म चाहिँ यतिकै नै मनपर्छ मलाई हैन पूर्ण राईको गीतहरू दाजुभाइहरूको गीतहरू मलाई एकदम धेरै मनपर्छ एन्ड समर्पण लामा एक गीतमा जोडेर मलाई समर्पण लामाको नयाँ भिडियो किन हेर्न मन लाग्यो भन्दा चाहिँ हैन समर्पण लामाको र मेरो छुट्टै कहानी छ क्या हैन कुनै बेला थियो समर्पण लामाको म्युजिक भिडियो चाहिँ म आफैले मोबाइलबाट सुट गरिरहेको थिएँ कि बन्दीपुरमा सुटिङहरू गरेको थिएँ जुन मैले स्क्रिन प्लेमा पनि देखाइरहेको छु हैन म तपाईँहरूलाई लिङ्क पनि राखिदिएको छु हैन एन्ड त्यो बेलामा समर्पण लामा भाइ चितवनमा चाहिँ यस्तै डान्स प्रोग्रामहरूमा चाहिँ हामीसँगै सहकार्य गरेर हिँड्थ्यो हैन मैले चाहिँ अलिकति म यो फिल्डको क्यामेरा भिडियो सुडियो खिच्ने भएको हुनाले चाहिँ मैले चाहिँ उनीहरूको भिडियो सुट गरिदिन्थेँ अनि त्यसपछि चाहिँ कार्यक्रमहरूमा लिएर हिँड्ने गर्थेँ हैन सो फाइनली मलाई चाहिँ समर्पण लामाको यो गीत चाहिँ मलाई हेर्न मन लागेको थियो हैन मलाई चाहिँ अब उहाँले चाहिँ इन्डियन बेस्ट डान्सर जस्तो कार्यक्रममा विजेता हासिल गरेर आइसक्नु भएको छ अब नेपालमा केही गर्न लाग्नु भएको छ सो उहाँको यो गीत रियाक्सन गर्न जाँदैछु पूर्ण राई एन्ड दाजुभाइ एन्ड समर्पण लामा एन्ड हाम्रो यसमा चाहिँ लेडिज मोडलमा हुनुहुन्छ प्रतीक्षा लिम्बू हो कि परीक्षा लिम्बू सो हामी अब हेर्न जाँदैछौँ सो गाइज आई एम सो एक्साइटिङ आई होप तपाईँलाई पनि एकदम धेरै मन पर्नेछ थम्बनेल फिल्म बाई मलाई नामै कतिको धेरै अप्ठ्यारो नाम आएर सिनेमालाई मायामा मलाई यो फन्ट मन पर्यो है यो मायामा जुन प्वाख हालेको छ एकदमै मलाई मन पर्यो है ओ समर्पण भाइ उहाँको मैले परीक्षा लिम्बूको पनि मैले पहिला भिडियोहरू हेरिरहेको छु मलाई मन पर्छ उहाँको पनि है समर्पण भाइ के छ सन्चै छौ नि आई मिस यु सो मच समर्पण भाइलाई यहाँ खतरा लुक्स अलिकति त्यो बेला त अलिक सानै थियो हैन धेरै वर्ष पहिलाको कुरा पनि हैन त्यो बेलामा हामीले म्युजिक भिडियो गर्दाखेरि चाहिँ भर्खरको थियो त्यो बेला चाहिँ यसरी रियालिटी सोहरूमा गएको थिएन आज भाइलाई चाहिँ कुनै बेला म आफैले मोबाइलबाट चाहिँ म्युजिक भिडियो सुट गर्दैको थिएँ आज चाहिँ उहाँको अफिसियल म्युजिक भिडियो हेर्न पाउँदा समर्पण भाइ आई मिस यु सो मच है दामी छ अझै धेरै नै नेपालमा अझै धेरै अब इन्डिया त बेस्ट डान्सर जितेर आइसक्यो होइन अब नेपालमा पनि खतरा गर्नुपर्छ है एकदमै डान्सलाई निरन्तरता दिनुपर्छ है भाइले अब खतरा नेपाललाई पनि आफ्नो अझै महु समर्पण लामा भनेर चाहिँ अझै मजाले चिनाउने काम चाहिँ गर्नुपर्छ सो अगाडि हेरौँ है तिम्रो पनि अधिकारै छ यो मायामा ए प्वाखले पो लेखेर छ वाउ नाइस भिजुअलाइज सार्दै हाँसो बाँड्दै अघि हिँडेथ्यौ तिमीलाई खुसी दिँदै खुसी मिल्ने क्रममा वाउ क्यूट यो मायामा भुलिन बरु फेरि डान्स कस्तो गर्छ मेरो भाइले लिरिकल त बब्बाल हो नि मेरो भाइ नै मेरो तिम्रो सहारा भुलाउन सकिन यदि टाढिएमा अङ्गालिदिनु भाइ ह्यान्डसम देखेछौ तिमी
पूर्ण राजुको गीत पनि बवाल छ है। यो मुटु नै मेरो तिम्रो सहारा भुलाउन सकिन यदि टाढिएमा अङ्गालेरी माया सदामा तिमी सजुन पनि हुँदा आउँछ तिमीलाई किरण बनी छर्न साँच्ची। समर्पण भाइ नि यस्तो मेहनती थियो कि बिहान 4 बजेको क्लास आउँथ्यो होइन, बेलुका एनी टाइम फ्री हुने बित्तिकै उसले मात्र एउटा कुरा मात्रै गर्न जानेको थियो कि डान्स होइन। म यस्तो बनेर देखाउँछु, म यस्तो गरेर देखाउँछु भन्ने एउटा खतरा लक्ष्य थियो कि यो उम्ला टेकेर नाच्थ्यो होइन भाइले होइन। त्यो बेलामा मलाई भन्थ्यो कि दाइ खतरा म चाहिँ गरेर देखाउँछु भन्ने थियो कि मलाई कुनै दिन भाइले होइन। आज एकदमै प्राउड फिल भएको छ भाइ, यसरी तिम्रो अफिसियल म्युजिक भिडियो हेरिरहन पाउँदा है, अनि रियाक्सन गर्न पाउँदा झन्। माया साँचेर राखुला माया दिए माया मैले लिगै तिमीलाई चाहे तिम्रा इच्छा पुराउनै गए खुसी दिए तिमीलाई त्यही खुसी के मैले मात्रै गरिरहने हो कि माया माया तिम्रो पनि अधिकारै छ यो मायामा। अझै स्टोरी छ। मायामा पूर्ण राई अनि दाजुभाइ, मलाई उहाँहरूको मैले पहिल्यै भनेको गीत एकदमै बवाल छ। त्यहीमाथि यही टाइपको गीतमा चाहिँ भाइले लिरिकल एकदमै समर्पणले दामी निभाएको छ गीतलाई होइन। एउटा खतरा होइन इन्डोर सुट गरेको रहेछ यो होइन, ग्रिन इफेक्ट्समा एकदमै बवाल छ। समर्पण भाइलाई मैले एउटा कार्यक्रममा लिएर गएको थिएँ, नवलपुर काउसतीको कार्यक्रममा लिएर जाँदाखेरि चाहिँ त्यहाँ उसले डान्स गर्यो, एउटा उम्लाले टेकेर डान्स गरेको थियो। अनि उसले अनि त्यसपछि बाहिर कार्यक्रमबाट निस्किसकेपछि चाहिँ अनि सबैजनाले चाहिँ उसँग फोटो खिच्न लागेको छ नि। अनि मलाई आएर दाइ 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 म त सेलिब्रिटीवाला फिल भइरह यार भने मेहनत गरेको थियो भाइले, आज चाहिँ त्यो ठाउँमा पुगेको छ। सो हेड्सअप मेरो भाइ, आई मिस यु सो मच एन्ड एकदमै अझै उज्जवल भविष्यको शुभकामना छ। दाइलाई नबिर्सिनु, बिर्सिसकेछ होला। सो मलाई एकदम धेरै मन पर्यो। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। म अर्को रियाक्सन भिडियो लिएर तपाईँहरूसँग फेरि आउनेछु। अहिलेको लागि भने बाई बाई एन्ड मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न भन्ने नबिर्सिदिनु होला है त। नमस्कार।